चाहिँ ठक्क बाहिर निक्ले हैन त्यसपछि चब्रम पड्किरा के ढोकाबाट बाहिर Hello buddy, welcome to my video. Hello, thank you. Hello everyone, welcome back to my YouTube channel. सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु है। अनि आज चाहिँ मेरो काम बिदा, सो बिदाको दिनमा चाहिँ एउटा भिडियो बनाऊँ न भन्ने जागर लागेर चाहिँ यो भिडियो बनाइरहेको छु है। अनि आज चाहिँ म तपाईहरुलाई चाहिँ मेरो भिडियोमा चाहिँ एउटा नयाँ मान्छे देखाउन गइरहेको छु है। अब को होला त भन्ने हजुरहरुलाई लागिरहेको होला, म देखाउने नै छु। Hello buddy, welcome to my video. Hello, thank you. के बनाउन लागिरहेको? साग फ्राई गर्दैछु म चाहिँ। हो हजुर। अनि के बनायो त खाना? खानामा भात पाक्दैछ, यता साग पाक्दैछ। अनि त्यसपछि चाहिँ हजुरको फेभरेट के होला? मेरो मात्रै हैन, बुढी सबैको फेभरेट हो। हैन हजुरको मात्रै होला। मासु चाहिँ 100 जनालाई सोध्ने भने 90 जनाको चाहिँ फेभरेट हुन्छ है। हजुर, मासु अनि यता छ हिजोको दाल, यसलाई चाहिँ मैले तताउने सोचिरहेको छु। हजुर, त्यही हो आजको खानामा। आज चाहिँ हामी बुढाबुढीको बिदा थियो हैन, अनि अलि अगाडि उठेर अनि रुमको लागि चाहिँ केही सामानहरु चाहिरहेको थियो। अनि त्यो नजिकमा चाहिँ सुपरमार्केट छ, अनि सामानहरु लिएर आएर चाहिँ अहिले चाहिँ बुढाबुढी मिलेर खाना बनाउन लागिरहेछ है। बुढाबुढीले मिलेर त के भन्नु है, बुढीले पकाइरहेछन्, बुढाले भिडियो बनाइरहेछ हैन। अनि प्राय जसो घरमा चाहिँ बुढीले बनाउँछन् खाना चाहिँ। अनि मेरो बिदाको दिनमा अब कहिलेकाहीँ म बनाउँछु। अनि मलाई खाना बनाउन त खासै त आउँदैन, त्यही पनि कहिलेकाहीँ अब यसो जाँगर चल्यो भने बनाउँछु। अनि बुढी बिदाको दिनमा चाहिँ जहिले बुढीले चाहिँ मिठो मिठो खाना पकाएर हैन, मिठो मिठो खानेकुराहरू मोमोहरू चटपटहरू बनाएर राख्छिन्। तर मेरो बिदाको दिनमा चाहिँ म केही बनाउनुहुन्न। केही गर्दिन हैन। चाहिँ बिदाको दिनमा चाहिँ के गर्नुहुन्छ भने बुढी कथेर आएर बनाउँथे भनेर पुरै वेट गरेर बस्नुहुन्छ हैन। अबदेखि चाहिँ बनाउन हैन, म एउटा कुरा के भन्न चाहन्छु भने उहाँले चाहिँ पहिला चाहिँ म ओसवान हुँदा हैन, ओसवान हुँदा चाहिँ अहिले खाना बनाउन है बेलुकी भन्यो भने चाहिँ मजाले मिठो मासु बनाएर राख्नुहुन्थ्यो। अनि भेजिजहरु पनि एकदम मिठो बनाउनुहुन्थ्यो। अनि जब चाहिँ मैले चाहिँ के सोचे भने बरु बिहान मेरो काम चाहिँ 1 बजेदेखि हो, अनि मैले चाहिँ हैन बरु मै बनाएर गयो भने उहाँलाई चाहिँ बेलुका सजिलो हुन्छ होला भनेर मैले बनाउन थाले। अनि मैले बनाउन थालेपछि चाहिँ उहाँलाई के अल्छी गर्न थाल्नु भयो हैन। अल्छी भन्दा पनि कस्तो हुन्छ भने अब बनाएपछि फेरि मिठो बनाउनु पर्यो नि त। मिठो त बनाउनुहुन्थ्यो नि, तर यस्तो मलाई चाहिँ खासै मिठो बनाउन आउँदैन हैन। त्यस्तो भन्दा बरु हैन अल्छी गरेर हो। तर अब चाहिँ म अल्छी त हल्का अल्छी नै भएको छु हैन। तर अबदेखि चाहिँ म मेरो बिदाको दिनमा पनि जस्तो हुन्छ त्यस्तै चाहिँ बनाउन ट्राई गर्ने छु हैन। अब सधैँ बुढीलाई दुःख दिएर त भएन हैन। अनि अब आइन्दा चाहिँ म मिठो बनाउने कोसिस गर्ने छु। र अहिले चाहिँ अब बुढीले खानाहरु चाहिँ रेडी गरिसकेकी छिन्। अनि यो चाहिँ साग हो है, साग हो। अनि यहाँ चाहिँ दाल छ, अनि यहाँ चाहिँ मासु छ। अब चाहिँ अब खाना खानुपर्छ, भोक पनि लागिसक्यो है। अनि आज चाहिँ अब हामी चाहिँ बाहिर नखाइकन आयो के, अब घरमै गएर हाम्रो त भ्लग भिडियो बनाउँदै हैन खाना बनाएर खाने घरमै भनेर आइयो है। अनि त्यही हो, अब कहिले चाहिँ अब यसो बिजी भएको बेलामा हैन, अब टाइमै नभएको बेलामा चाहिँ बाहिर खाना ठिकै हो हैन। अब सकभर घरमै बनाएको ठिक हुन्छ हैन। अनि बाहिर पनि पानी परिरहेछ कि एकदम, बाहिर जाने पनि अब आज त बाहिर गइदैन होला है। बाहिर एकदम पानी परिरहेछ। अनि यहाँ चाहिँ अब 3 दिन चाहिँ लगातार पानी देखाइरहेछ। अनि पानी परेको दिनमा चाहिँ हल्का बोर लाग्छ क्या, हुन्छ नि। अब कतै घुम्न जान पनि पाउँदैन हैन। अब गए पनि अब त्यस्तो रमाइलो हुँदैन नि त पानी परेको बेलामा, छाता बोकेर हिँड्नुपर्छ है। अनि त्यही हो, अब चाहिँ हामी खाना खान गइरहेछौँ है। अहिले चाहिँ अब हाम्रो खानाहरू रेडी भइसकेको छ।
र अब चाहिँ हामी खाना खान गइरहेछौँ है। फर्स्टमा चाहिँ म तपाईँहरूलाई के बनाइयो भन्ने कुराहरू चाहिँ देखाउँछु अनि देन हामी चाहिँ खाना खानेछौँ। यो चाहिँ कुखुराको मासु हो अनि यहाँ चाहिँ साग छ अनि यो चाहिँ दाल भयो अनि यो चाहिँ के भन्छ सलाद भनौँ होइन दही है दहीलाई चाहिँ मही भनौँ है। हजुर अनि अब चाहिँ हामी खाना गइरहेछौँ है र अब चाहिँ हामी खाना खान गइरहेछौँ है। खान्छौँ है त। Itadakimasu. Udah hanya. हजुरले भन्नु न मिठो भयो हैन? दामी भयो। मैले पकाएको नि। खाना त एकदम मिठो भयो है। बुढीको हातमा चाहिँ जादु छ क्या हैन? बुढीले चाहिँ अब हुन्छ नि त जस्तो नमिठो तरकारीहरू पनि हैन उनले बनाउँदाखेरि चाहिँ मलाई मिठो हुन्छ क्या। त्यस्तो बनाउँछन्। एउटा कला छ बुढीमा हैन। मलाई फेरि केही आउँदैन हैन खाना आउँछ अब कमेन्ट गर्न आउँछ। त्यो ताली नराम्रो भयो क्या हैन? त्यस्तो हैन। त्यो भन्छ रे खाना मिठो भयो भने भोक मिठो भयो कि हामीलाई भोक लागिरहेको नि त। कति बजे 12 बजिसक्यो? 12 बजिसक्यो। हजुर एउटा कुरा सोधौँ। मेरो फेभरेट तरकारी के हो? तिम्रो फेभरेट तरकारी काउली हो? नो। ए कटर चाहिँ कटर। कटर? कुन कटर? कस्तो कटर भन्नु न। त्यो उसको के अरु कटरको। यस। हो अरु कटरको त्यो गेडाहरू हो नि। गेडा हैन क्या भन्नाले कस्तो हुन्छ नि त्यो कटर खानुभन्दा अगाडिकै काँचो काँचो हुन्छ नि त्यो तरकारी खानुपर्छ। हजुर मैले अस्ति नै त्यो यस्तो मासु जस्तो यस्तो मिठो हुन्छ त्यो मलाई एकदम मन फेभरेट हो। ल मेरो चाहिँ सबभन्दा मेरो मन पर्ने त तिमीलाई सजिलै थाहा हैन? मासु हैन क्या मन पर्ने त थाहा नि त। मेरो मन नपर्ने तरकारी चाहिँ के होला? मन नपर्ने मन पर्ने त भिरौलाहरू त्यस्तै। हजुरलाई मासु मनपर्छ? मासु भयो फर्सी नमिलाऊ कि ल 3 चोटि मिलाऊ हैन? 3 चोटि मिलाउनु पर्यो 2 चोटि भयो। मैले एकचोटि उता नागोयामा हुँदाखेरि सिमी के समथिङ के पकाएको थिएँ। हजुरलाई त्यतिखेर मन पर्दैन भन्नुहुन्थ्यो होइन? हजुरलाई त्यो गेडागुडी टाइपको जस्तो मन पर्दैन। मलाई छुरा खाइदियो। किन मन नपर्नुको कारण चाहिँ? मन नपर्नुको कारण यतिकै खाँदाखेरि नमिठो भयो। मलाई चाहिँ मेरो मन नपर्ने अघि मन पर्ने भन्नुभयो अब मन नपर्ने भन्नुभयो। जुन चाहिँ म खानै सक्दिनँ देख्न पनि सक्दिनँ। तर म चिब्रान्डा काँचै खाइदिन्छु। नभन्नु न यस्तो मिठो खाना खाइरहेको बेलामा। किन यस्तो हुन्छ? मिठो हुन्छ त काँचो बनाउँछ अनि चिब्लेभेन्डा हुन्छ नि त। चिब्लेभेन्डा चाहिँ कस्तो भने त्यो फुलिसकेको छैन कि अलि फुल्न थोरै फुलिसक्यो क्या हुन्छ नि। थोरै फुलिसकेपछि कस्तो काँचै खाना पनि कस्तो मिठो हुन्छ कि हामीले सानो खानामा कस्तो बारीमा कति हुन्छ क्या। अनि हामीले चाहिँ त्यो टिपेर चाहिँ काँचै खान्थ्यौँ क्या। मिठो छ खाना। दामी पाउँछ क्या बुढी। अब बेलुकी के खाने होला? साथीहरू यस्तै खाना मिठो पकाउने बुढी चाहिँ सबैजनालाई
सबैजनालाई भगवानले जुराइदिनु है नाक चुच्चो थियो ठुलो भयो के हो झन् ठुलो भयो के हो यस्तो मिठो खाना पकाउने बुढी चाहिँ पाउनलाई चाहिँ 7 जनी तपस्या बस्नुपर्छ नि फेरि हजुरहरु बस्नु भयो हैन जसले 7 जनी तपस्या बस्छन् त्यसले चाहिँ यस्तो मिठो खाना पकाएर खुवाउने बुढी मैले खाना चाहिँ मिठो बनाउँछ बिहानै बुढी पाउँछ नि फेरि मैले यति मिठो बनाउँछ नि मलाई यति खाना बनाउनलाई चाहिँ दिनभरि लाग्छ यार फेरि मैले भने सही लाग्यो बाहिरबाट टाइम हैन जस्ट 1 घण्टा नि लागेन के हैन 40 मिनेटमा सबै रेडी भयो 40 मिनेट नि लागेन नि किनभने त्यो खाना पाक्न लाग्छ 40 मिनेट त्यो खाना पाक्न 8-9 मिनेट अगाडि थियो भने चाहिँ 30 मिनेट विदिन 30 मिनेट्समा रेडी मलाई त प्याज काट्नै टाइम लाग्छ प्याज काट्न टाइम लाग्छ अनि फेरि प्याज काटेर रुल्न टाइम लाग्छ एकछिन रुल्नु पर्यो प्याज काटेपछि अनि फेरि आँसु पुज्नु पर्यो यस्तो के खाना बनाउने काम पनि गरिराख्ने भने चाहिँ सिकिन्छ हैन मैले बनाउनुहुन्छ मासु त मासु जाने अरु के बनाउँछु र अरु गेडागुडीको तरकारी बनाएर सिटी लाको टाइपको गेडागुडी त्यो त सिकार हुन्न नि त जस्तै अब अरु तरकारीहरु दाल पकाउन गाह्रो लाग्छ तिमीले एउटा मेरो रियल कथा के रियल भएको कथा हैन सुनाउँदै त त्यो के भने सानोमा के सानो त के भन्ने एसोसिएसन दिनमा काम नहो के त्यसपछि त्यति बेला अब हामी त अब गाउँतिर हैन अनि सलाद खाम न अनि यता आउँदैन हुन्छ के रे त्यो टाइममा नै कस्तो भने मेरो ठ्याक्कै एसोसिएसन थियो अनि एसोसिएसन चाहिँ बिहान पढ्नु पर्दैन नि त बिहान पढ्थे घरको त्यो उसमा बसेर के आँगनी भन्छ नि आँगनी के भने त्यो घरको पिँढीमा बसेर अनि बसेर पढ्थे अनि मम्मीले चाहिँ मलाई त्यो दाल बसाल्नु भयो दाल बसालेर चाहिँ मम्मीको खै कता जाने समथिङ के काम परेको त्यही नजिकै हैन अनि त्यसपछि ल बाबु दाल हेर्छ है भन्दै मलाई पढ्दै दाल हेर्छ है भनेर जानुभयो क्या अनि मैले चाहिँ दाल हेर्दै अब भनौँ न दाल सिटी कति सिटी लगाएपछि बन्द गर्ने त त्यति त हो नि काम दालको अनि त्यसपछि 2-3 सिटी लाग्यो अनि त्यसपछि 2-3 सिटी लाग्यो मम्मीले पनि 4 सिटी है अनि कति लगाएपछि बन्द गर भनेर भन्नुभयो क्या अनि 3 सिटीसम्म लाग्यो मजाले अनि 1 सिटी लाउन लास्ट 1 सिटी लाउन चाहिँ अब त्यो सिटी लगाएपछि चाहिँ म निमाउँछु भनेर मेरो दिमागमा त्यो चाहिँ गरेको हैन लास्टको सिटी चाहिँ लाग्दै लागेन क्या लाग्दै लागेन अनि गएर भित्र गएर चाहिँ चेक गरेँ यसो हेरेँ अनि अर्को त्यसबाट सिटी कुकरबाट चाहिँ अर्कै साउन्ड पनि आइरहेको थियो कि भन्नाले टाइप हुन्छ नि त अलि अर्कै क्या अब नर्मली त्यो सिटी के अरे कुकरमा दाल बसाल्दाखेरि अर्कै आउँछ क्या साउन्ड त्यो दिन चाहिँ अब अर्कै आइरहेको थियो अनि अब लाग्ला नि भनेर चाहिँ ठ्याक्क बाहिर आएको त हैन ठ्याक्क त्यो खान्छु म भन्छु म बुझ्छु अनि त्यसपछि सुन तिमीलाई अनि त्यसपछि म चाहिँ ठ्याक्क रुम ढोकाबाट बाहिर पनि आउने ठ्याक्कै ढोकाबाट बाहिर पनि आउने ग्यास चाहिँ बन्द गर्नुभयो बन्द गरिन त्यतिकै छोडिदियो क्या किन सिटी लाग्ला नि त लास्ट सिटी भन्ने भयो नि त अनि त्यतिकै क्या अब गएर चेक गर् त गरेँ म हैन गएर यसो हेरेँ त्यहाँको अवस्थाहरू के हुन्छ नि त सिटी लगाउँदा साउन्ड पनि अर्कै आइरहेको थियो अनि हेरेँ अनि ठ्याक्क त हेरेपछि अब एकछिनमा लाएन भने चाहिँ अब निभाइनु पर्ला भन्ने टाइपको सोचेर थियो फर्केर आएर त त्यो ढोकाबाट चाहिँ ठ्याक्क बाहिर निक्लियो हैन त्यसपछि तब्डम पड्किरहेको के ढोकाबाट बाहिर कुकर पड्किरहेको हुन्छ नि कुकर पड्केर अनि त्यसपछि त हुन्छ नि पुरै त्यहाँ त त्यो किचन त हैन पुरै क्या त्यो धुवा के पुरै भरेर त्यस्तो अनि त्यसपछि त त्यो कुकरको के अरे अनि पड्किने बित्तिकै भित्र गयो गयो अनि गएर चाहिँ सिलिन्डर चाहिँ सुरुमा त्यो सिलिन्डरको त्यो रेगुलेटर चाहिँ अफ गरिदिए अनि त्यतिन्जेल त वरिपरिका मान्छेहरू चाहिँ अब के भयो भन्दा दुगुर्दै आयो मम्मीहरू नै आयो नि मम्मी नि घरको उतापट्टिको त के गर्नु भएको थियो कि काम गर्नु अनि सबै दुगुर्दै आयो के भयो भन्दै दुगुर्दै आयो अनि त आउँदा त सिटी त कुकरको माथिको सिटी चाहिँ माथिको त उस भयो क्या कोप्पेको ए माथि होइन माथि कि भित्तामा त्यो भित्तामा गएर कोप्पेको त माथिको सिटी चाहिँ सबै गाडिदिएको थियो कि भित्तामा पड्किँदाखेरि चाहिँ ऊ छिटेर कुकर चाहिँ के हुँदो रहेछ त पड्किँदाखेरि कुकर त अब पड्याङबुडुङ भयो ग्यासमा सब पड्याङबुडुङ भयो
ग्यासको त्यो चुलोहरू पनि छैन चुलो के तलाटफुलुट अनि त्यो कुकरको त्यो हुन्छ नि त्यो सबै केही छैन केही छैन कहाँ थियो त नि त्यो भन्नाले फुटेको कुकरको चाहिँ कस्तो थियो भने तल पनि कुच्चियो थियो भनेर कचाकुचुक परेको माथि पनि कचाकुचुक परेको थियो सिटीको त माथि सिटी उड्ने रहेछ क्या उड्ने रहेछ घर छेडेन घर उडेन अनि भित्ताहरू घोपिएर त्यहाँदेखि मलाई सिटीको कुकर चलाउन अब नै खतरा भन्ने लाग्छ त्यही हो र यस्तो हो क्या साथीहरू उहाँलाई दाल बनाउन नआउने होइन कि उहाँलाई चाहिँ के भन्छ त्यो एउटा त्यो डर छ नि त मनमा एक्चुअली त्यस्तो भइसकेपछि अनि त्यो हो त्यस्तै हुन्छ भनेर अनि त्यही भएर त्यहाँदेखि हजुर बनाउनु ट्राई गर्नु भएन बनाउनु भएन अनि त्यही हो डर लाग्छ अलि डर लाग्छ अब चलाउनु त कहिलेकाहीँ अब चलाउनु हुन्छ होइन चलाउँछु तर होइन अहिले पनि मैले कुकर चलाउँदैन हजुरले भन्न नचलाउँछु के चाहिँ गरिरहनुहुन्छ भन्न त किनभने परेको नि त त्यही भएर कस्तो भयो नि पानी सुकेछ क्या पानी अब थोरै थोरै भएर पुगेन होइन दालहरू त कहाँ कहाँ त खोज्यो त चाहिँ फाइनल्ली अब गोचिसोसम्म देस्ता है अब आराइमास अब हामीले चाहिँ खाना खाएर भ्याइसक्यो अब चाहिँ टक्क भाँडा मात्नु पर्यो होइन भाँडा म मात्छु भयो होइन मै मात्छु फेरि मलाई कस्तो हुन्छ नि उहाँले भाँडा मात्छु भन्नुहुन्छ भाँडा मात्दिनु पनि हुन्छ तर कस्तो आफूले नगरी चित्त नबुझ्ने टाइप हो कि मेरो होइन मात्नुहुन्छ अनि त्यो च्याउमा के हुन्छ फेरि त्यो च्याउ बिचमा मस्केछ नि बिचमा भएपछि चाहिँ जहिले पखाल्ने गर्न मैले गर्छ नि सोनामा भयो म आफै गर्छु भनेर अनि उहाँलाई पठाइदिन्छु तर मलाई चाहिँ फेरि कस्तो आफैले गरेको चित्त बुझ्ने टाइपको हो क्या अहिले चाहिँ अब खाना खाएर यता बुढीले भाँडा मात्दैछिन् यता डाँट मार्दिएको है गोमी देशका अहिले चाहिँ हामीले खानासाना नै खाइसक्यौँ अनि त्यस पछाडि आज चाहिँ मैले यसो बाहिर घुम्न जाऊँ भनेको थिएँ अनि घुम्न जानलाई चाहिँ आज बिहानदेखि एकदमै पानी परिरहेको छ त्यसैले अनि हामीलाई यतिकै बस्न पनि त बोर भयो नि त अनि के गर्ने भन्दाखेरि मलाई चाहिँ सुरुमा बिहे भएर उहाँको घर मेरो पनि घर जाँदा उता जाँदाखेरि चाहिँ बागलुङ जाँदाखेरि चाहिँ मलाई चाहिँ कुनै कुनै वर्डहरू हुन्छ नि शब्दहरूले चाहिँ कस्तो बुझ्न एकदम अप्ठ्यारो भएको थियो कुनै कुनै वर्ड त यस्तो वर्ड पनि थियो कि जुन चाहिँ मैले कहिले सुनेकै थिइनँ कि के भनेको होला जस्तो थियो हो अनि त्यही वर्डहरू चाहिँ म चाहिँ नुवाकोटको परेँ उहाँ चाहिँ बागलुङको अनि त्यही भएर हाम्रो नुवाकोट र बागलुङमा चाहिँ कस्तो के भनिन्छ के भन्छ अरे कुन वर्डहरू फरक हुन्छ भनेर त्यस्तो हामीले चाहिँ आज गेम भनौँ या के भनौँ त्यो गर्ने सोचेँ मैले कस्तो छ एकदम राम्रो छ हामीले चाहिँ अब कस्तो भने म चाहिँ अब हाम्रो बागलुङमा बोल्ने शब्द भन्छु होइन त्यसलाई चाहिँ तिमीले अब नुवाकोटको भाषामा भन है त अब हामीले ऱ्यान्डमली है अब एकदम फ्याट त आएको छैन होइन त्यो त्यही पनि अब लाइक सोच्दै अब भनिँदै गरिन्छ है त ल है त स्टार्ट गरौँ है त बाउसो ए यो अस्ति हाम्रो हजुरले यस्तै हामीले यस्तो गेमहरू छैन तर अब सिक्नको लागि चाहिँ कुनै कुनै वर्डहरू उहाँले मलाई सिकाइरहनु भएको हुन्छ अनि अस्ति सिकाउँदा चाहिँ बाउसो भनेको चाहिँ हजुरले त्यो अहिले त हाम्रो बेलामा गर्ने त्यो बाउसे गर्ने भन्नुभएको होइन ए त्यो के खाइलाई भन्नाले त्यो बाउसो गर्ने के भन्छ त्यो आलीहरू लाउने अनि धान रोपाइ गर्नुभन्दा अगाडि त्यो गर्ने केटा मान्छेले गर्छ प्राय होइन के त बाउसो भनेको चाहिँ त्यो के अरे खन्नीलाई चाहिँ बाउसो भन्छ क्या त्यो खन्नी त्यो उसलाई चाहिँ भन्नाले त्यो लामो खालको होइन कि त्यो छोटो हुन्छ त्यति हुन्छ त्यो समात्ने चाहिँ त्यसलाई समात्ने चाहिँ कस्तो हुन्छ काठको हुन्छ अब यति त्यति हुन्छ अनि त्यो खन्नी चाहिँ त्यो कुटो टाइपको होइन कुटो टाइपको तर ठुलोमा हुन्छ क्या त्यसलाई हामीले कोदाली भन्छौँ कोदाली भनेको त हाम्रो कोदालो चाहिँ मैले कन्फ्युज भएँ हाम्रोतिर चाहिँ कोदालो भनेको चाहिँ कस्तो हुन्छ भने त्यो कस्तो हुन्छ नि यो खन्नी भाग हुन्छ नि जुन त्यो चाहिँ अलिक फिजारिएको टाइपको हुन्छ कि फराकिलो टाइपको त्यसलाई चाहिँ कोदाली भन्छ त्यसलाई त्यो हाम्रो नि त्यही त हो नि अनि बाउसो भनेको चाहिँ कुटो जस्तो सानो हुन्छ होइन तर चाहिँ त्यो कस्तो हुन्छ भने अलिक सानो खालको हुन्छ
कुटो भने थाहा भयो नि तिमीलाई त्यो कुटोको ठुलो भयो क्या ठुलो कुटो भनेको सानो भएको त्यो त्यसैमा ठुलो हुन्छ कि थाहा भएन त्यो चाहिँ मलाई थाहा छैन बौसो भन्ने चाहिँ थाहा छैन हाम्रो चाहिँ कुटो कोदालो कोदाली यति मात्र हुन्छ ल ल नेक्स्ट तिम्रो भन नेक्स्ट ए के भन्छ अरे नेक्स्ट अहिले फेरि भिडियो बनाउने भनेपछि बिर्सिन्छु केलाई त ए ल एउटा चाहिँ फुपू दिदी हुन्छ नि आफ्नो बुवाको दिदी बहिनीहरूलाई चाहिँ हाम्रो नुवाकोटतिर चाहिँ दिदी नै भन्छौँ फुपू दिदी भन्छौँ फुपू मात्र चाहिँ भनेर बोलाउँदैन हामी चाहिँ मम्मीहरूले चाहिँ हामीलाई के सिकाउनु भएको नि फुपू भन्यो भने चाहिँ उहाँहरूलाई चाहिँ अलिक टाढाको भने जस्तो फिल हुन्छ अरे त्यही भएर हामी चाहिँ फुपू दिदी अथवा दिदी नै भनेर बोलाउँछौँ अनि उहाँहरूले पनि हामीलाई चाहिँ भदा भदै पर्छ नि त खासमा भदा भदा भनेको छोरालाई भदाई भनेको छोरीलाई अनि हामीलाई भन्नु मन लाग्छ उहाँहरूले चाहिँ भाइ बहिनी नै भन्नुहुन्छ अनि यता चाहिँ हाम्रोतिर चाहिँ फुपू भन्छौँ बाबाको दिदीलाई चाहिँ फुपू भन्छौँ अनि फुपूको बुढालाई चाहिँ पुसाजु भन्छौँ पुसाजु अनि त्यस पछाडि हाम्रो फुपूको बुढालाई हामी चाहिँ बिनाजु नै भन्छौँ फुपाजु पनि भन्नुहुन्छ खासमा भन्ने चाहिँ फुपू फुपाजु तर हामी चाहिँ दिदी बिनाजु नै भन्छौँ हाम्रो अनि अर्को नेक्स्ट है अनि होइन यस्तो अनि फुपूले हजुरहरूलाई के भन्नुहुन्छ अरे हामीलाई भज्जा भन्नुहुन्छ भज्जा अनि केटीलाई भज्जी भज्जा भज्जी भन्नुहुन्छ भज्जा भज्जी तर यो खास नेपाली शब्दमा त भज्जा भज्जी त होइन भदा भदै हो यो चाहिँ भन्नाले होल नेपालीले बुझ्ने चाहिँ यही हो नि त तर हाम्रोतिर चाहिँ भज्जा भज्जी हुन्छ है अब कतिजना अब थाहा होला होइन भज्जा भज्जी नै हो अनि अर्को भनेको जस्तै नाता सम्बन्धहरूको बारेमा अर्को चाहिँ बिहाको दिन त्यो मुख हेर्ने बेलामा चिनाउँदाखेरि चाहिँ अनि अर्को चाहिँ ठुल मम्मी अब मम्मीको बहिनीलाई हाम्रोमा ठुल मम्मी अनि मम्मीको होइन मम्मीको दिदीलाई ए मम्मीको दिदीलाई चाहिँ हाम्रोमा ठुल मम्मी ठुली आमा अथवा हैन ठुल मम्मी नै भन्छ ठुली आमा यस्तै अनि मम्मीको बहिनीलाई चाहिँ हामी सानीमा अथवा हामी चाहिँ सर्टकटमा भनौँ न सानी मात्र भन्छौँ अनि यता बागलुङमा चाहिँ के भन्नुहुन्छ भने छामा यो चाहिँ छामा चाहिँ मैले पहिले सुनेको थिएँ मम्मीको बहिनीलाई चाहिँ छामा भनिन्छ के उता गुरुङहरूले अनि यस्तै अरू उहाँहरूले चाहिँ भन्नुहुन्छ हैन प्राय जसो सबैजनाले छामा नै भन्छ मम्मीको बहिनीलाई चाहिँ छामा मम्मीको दिदीलाई चाहिँ ठुली मम्मी ठुलिया तर हाम्रो नुवाकोट अथवा काठमाडौँ साइडतिर यता चाहिँ हामी सान मम्मी सानी सानीमा यही हो नेक्स्ट है त अनि अर्को चाहिँ हाम्रोतिर कस्तो के भने त्यो के टावेल हो नि त्यो टावेललाई चाहिँ हामीले चाहिँ झाडन पनि भन्छौँ क्या झाडन पनि भन्छौँ झाडन यो अनि उहाँले चाहिँ झाडन भन्नुभयो हाम्रो झाडन चाहिँ होइन झाडु चाहिँ भन्छौँ नि त बडानीलाई म त यसो सोचेँ नि ए त्यो बडानी भन्नुभएको कि भन्ने सोचेको थिएँ तर उहाँले चाहिँ होइन टावललाई भन्नुभएको रहेछ टावललाई झाडन भन्छौँ कि हाम्रोतिर झाडन होइन झाडन भन्छौँ हामी चाहिँ कि तौलिया भन्छौँ कि टावल नै भन्छौँ तौलिया भन्छौँ खासमा हाम्रोतिर चाहिँ झाडन भन्छ प्रायः झाडन होइन ओके अब नेक्स्ट भनेपछि चाहिँ आसी पनि अनि अर्को चाहिँ मैले बागलुङमा गएर अर्को नयाँ सुनेको वर्ड चाहिँ आसी आसी भन्नुभएको थियो म त आसी भनेको चाहिँ जापानिज भाषामा यो खुट्टा हो अनि म त खुट्टा हो कि भन्ने गेस गरेको थिएँ तर आसी भनेको चाहिँ हाम्रो चाहिँ हँसिया भन्छौँ घाँस काट्नेहरू होइन आसीलाई चाहिँ हाम्रोतिर त्यो घाँस काट्दाखेरि युज गर्ने त्यो साधनलाई चाहिँ आसी भन्छौँ हामीले चाहिँ तर हामी चाहिँ हँसिया भन्छौँ तर अरू ठाउँमा अरू शब्द नै हुनसक्छ है अरू चाहिँ आइछिन गइ आइछिन त भइहाल्यो त्यो त त्यही भनौँ न अनि अर्को चाहिँ बागलुङमा चाहिँ अब कसो भने मैले उहाँहरू चाहिँ जापानमै धेरै पछाडिदेखि बस्नु भएको भएर अनि खासै हजुरसँग म बोल्दाखेरि मम्मी बाबाहरूसँग बोल्दाखेरि चाहिँ खासै धेरै त्यो जुन बागलुङकै टोन हुन्छ नि जस्तै आइछिन गइछिन
क्यारी छ त त्यस्तो टाइपको हो त्यस्तो खासै सुनेको थिएन मैले त्यस्तो डिफरेन्ट पनि लाग्थेन अनि जब त्यो बिहे गरेर गएँ नि अनि गएपछि चाहिँ भोलिपल्ट हाम्रो त्यो बाँकी कामहरू गर्नु थियो अनि त्यहाँ चाहिँ गुरुबाले चाहिँ पुरै टिपिकल बागलुङकै बोल्नु भएको थियो नि त सबैले बोल्ने नि त हामी त सानैदेखि त्यस्तो बोल्दै आइरहेको हैन अनि पछाडि हामी चाहिँ क्या भन्छौँ क्या जस्तै यस्तै शब्द भन्छौँ उहाँले चाहिँ का क्यारी छेउ का क्यानलाई छेउ आइचिन हैन आज काम आइचिन का भन्ने काम गइचिन खै भन्दा काम गइचिन भन्ने त्यो चाहिँ मलाई चाहिँ यो चाहिँ मलाई कस्तो मिठो लाग्यो क्या बोल्दाखेरि हैन के गरेको के भन्दाखेरि नि क्यारेको का भन्दाखेरि कस्तो अलि मिठो सुनिने क्या मलाई राम्रो लाग्यो उताको मलाई भाषा चाहिँ कस्तो लभल भन्ने के भन्ने यो चाहिँ कस्तो मिठो सुनिन्छ अरू त धेरै फरक छ अनि भन्छ है अनि अर्को भनेको चाहिँ हामी जब पञ्चरात पुर्याउन जान्छौँ नि त त्यति बेला हामी नुवाकोट गएको थियौँ अनि हाम्रो मम्मीहरूले हजुरले भन्नुभएको थियो उल्काइ यो चाहिँ मलाई एकदमै हाँसो लाग्छ नि हाम्रो मम्मीहरूले चाहिँ उल्कै गर्मी छ त्यस्तो धेरै प्राय कुराहरूमा चाहिँ उल्का भन्ने चाहिँ एकदमै युज गरिरहनु भएको हुन्छ अनि उहाँले चाहिँ उल्का भन्ने के हो उल्कालाई के भन्नुहुन्छ अरे जात्रै भन्छन् नि त जात्रै गर्मी भयो भन्छन् हैन हाम्रो बुढापाका हैन उहाँहरुकोमा चाहिँ गर्मीलाई पनि के भन्नुहुन्छ घाम भयो भन्छन् घाम भयो भन्नुहुन्छ है अनि उल्कै भन्ने शब्द चाहिँ अनि त्यहाँबाट सुरु भएको थियो हामीले कहिले सुन्दै नसुनेको शब्द हैन अब उल्कै गर्मी भयो भन्ने हैन उल्कै अब त्यस्तो भनेपछि के हुन्छ उल्को भन्दा हैन भनेको चाहिँ लास्टमा उल्का भनेको चाहिँ लाइक अब हामीहरुले चाहिँ अब जात्रै भयो हैन एकदम धेरै नै भयो भन्नेलाई चाहिँ उल्को भन्दो रहेछ त्यतिर हैन नयाँ शब्द चाहिँ सिकेको थिए अनि उहाँले त्यहाँदेखि चाहिँ के भन्छ रे हाम्रो मम्मीसँग बाबासँग कन्भर्सेसन गर्दा पनि उल्कै भन्न उहाँले जिस्काएर भन्नुभयो कि साँच्चीकै भन्नुभयो नि त्यो मम्मीहरु नि हाँस्नुहुन्छ यो फोनमा अहिले बोल्दाखेरि नि उल्कै गर्मी छ है त्यस्तो टाइपले भन्नुहुन्छ अनि मम्मीहरु नि एकदम हाँस्नुहुन्छ अनि अर्को भनेको चाहिँ हामीले कस्तो थकै लाग्यो भन्छौँ नि त उहाँहरु चाहिँ कस्तो दौ भयो भन्नुहुन्छ हैन दौ भयो भन्छन् घाम भयो भन्छन् कस्तो गर्मी भयो हैन अनि मेरो दाइ पनि अस्ति मम्मी बाबा नेपाल जानु भएको बेलामा चाहिँ उता बागलुङ जानु भएको थियो अनि यहाँ त बोल्ने उहरू चाहिँ कस्तो फरक रहेछ अनि के भन्छ रे हामी चाहिँ अब थकै लाग्छ नि त हिँडेर गएर कस्तो थकै लाग्यो भन्नु चाहिँ दौ भयो भन्नु हुँदो रहेछ दाइले दौ भयो गर्मी भयो हैन घाम भयो गर्मीलाई चाहिँ घाम भयो भन्छन् घाम भयो हामी पनि भन्छौँ त्यो भन्नुभएको थियो भोक लाग्यो भन्छन् भोक लाग्यो भन्दा पनि लाग्यो भोक लाग्यो भन्छन् भोक लाग्छ का कता गइछिन के बनाइछौ त के बनाइछौ क्या बनाइछौ त भन्दैन नि त के बनाइछौ का भन्छन् के बनाइछौ का के रे चटनीलाई के भन्छन् चटनीलाई अचार चटनी भन्दैन तिमीले चटनी त भन्नु त भन्नुहुन्छ तर हाम्रो घरतिर मम्मीहरूले त्यस्तो बुझ्ने डेली घरहरूमा खाने त्यस्तोहरूलाई चाहिँ हामी त अचारै भन्छौँ हाम्रो चाहिँ धेरै चटनी भन्छ छोप भन्छन् कोही कोही त छोप भनेको चाहिँ दिदीहरूले भन्नुहुन्थ्यो मैले सुनेको थिएँ अस्ति उता गएको बेलामा छोप भनेको चाहिँ हाम्रोमा चाहिँ कस्तो बेलामा युज हुन्छ भने जस्तै काँक्रो र आलुको अचार बनाउन लाग्छौँ हैन अब त्यो काँक्रो र आलुको अचार बनाउँदाखेरि चाहिँ छोप हाल्नुपर्छ नि त जस्तै छोपमा चाहिँ के हुन्छ भने सिलाम भुटेर सिलामको छोप हालिन्छ जस्तै हामीले यहाँ गोमाहरू युज गर्छौँ नि त्यो व्हाइट र ब्ल्याक हुने खालको हो त्यसलाई चाहिँ हामी छोप भन्छौँ का त्यो चाहिँ हो छोप भनेको हाम्रोतिर चाहिँ अब छोप भन्दाखेरि चाहिँ त्यो चटनीहरू काँक्रोसँग डोबेर खानेलाई चाहिँ हुन्छ नि त काँक्रोसँग डोबेर खान्छ नि त्यसलाई छोप हामीले त्यो हाल्नेलाई छोप भन्छौँ एउटै जान्छ त अनि अर्को डिफरेन्ट भनेको चाहिँ अब जस्तै म चाहिँ बिहा गरेर गएपछि उता नागगाउँमै बस्न थालिन्थेँ अनि उहाँहरू चाहिँ यता टोकियो हुनुहुन्थ्यो अनि बाबाहरूले मम्मीहरूले अनि भान्जीहरूले यस्तो फोन गर्दाखेरि चाहिँ के भन्छ कस्तो अत्यार लाग्यो भन्नुहुन्थ्यो जहिले अनि सुरुमा अहिले त पछि त बुझेँ कि अनि सुरुमा चाहिँ अनि हाम्रो चाहिँ यस्तो अत्यार लाग्यो हुन्छ नि त भेट्न मन लाग्ने त्यस्तो टाइपकोलाई चाहिँ
हामी चाहिँ नेचुरल लाग्यो भन्छौँ क्या कस्तो एकदमै नेचुरल लाखा भेट्न मन लाखा त्यस्तो भन्छौँ उहाँहरूको चाहिँ कस्तो अत्यार लाग्यो त्यो डिफ्रेन्ट थियो अत्यार हुने होइन अब त्यो सुनिका धेरै भेट नभएको धेरै भएपछि चाहिँ हुन्छ नि त भेट्न मन लाग्यो भने चाहिँ अब हुन्छ नि त कस्तो अत्यार लाग्यो कि भेट्न आऊ भन्ने टाइपको के त्यस्तो हाम्रो चाहिँ होइन कस्तो नेचुरल लाग्यो अनि अत्यार चाहिँ होइन हाम्रो चाहिँ अत्यास लाग्यो भनेको चाहिँ धेरै टाइमसम्म वेट गर्नु पर्यो भन्ने जस्तो बारडुल्की लाग्यो त बारडुल्की लाग्यो ल साथीहरू अब आजको भिडियो चाहिँ हामीले अब यही इन गर्छौँ है किनभने अब भिडियो पनि थोरै लामो भयो जस्तो छ होइन लामो त होइन अब हाम्रो वर्डहरू चाहिँ लगभग यसै वर्डहरू चाहिँ अलिकति डिफिकल्ट वर्डहरू आजको भिडियो चाहिँ अब हामीले यही इन गर्ने सोच्यौँ र नेक्स्ट भिडियोमा भेट्ने छौँ ल आजको लागि चाहिँ बिदा लिन चाहन्छौँ बाई बाई